हेलो गाइज, म चाहिँ ठ्याक्कै 10 वर्षपछि आफ्नो मावला जाँदैछु। हेर्नुहोस् त मेरो मावला जाने बाटो। उकालो उकालो जानुपर्छ। मेरो चाहिँ यो कलेज जाने बाटो पनि हो के, त्यही भएर पहिलाको यादहरू सम्झिँदै सम्झिँदै हिँडिरहेको छु। यो जङ्गलमा मलाई बाँदरले पनि लखेटेको थियो, कुकुरले पनि लखेटेको थियो। एक्लै हिँड्थेँ म यो बाटो। आज हामीलाई केले लखेट्यो? गोरुले। हामी कहाँ हिँडेको रहेछ र? हामी पहाडको मामा घर हिँडेको। हामी चाहिँ बुढो मावले हिँडेको। साथीहरू, हामी हेर्नुहोस् त यस्तो जङ्गल बाटो जानुपर्छ मावला, गोर्खाको मावला। बर्दिवासदेखि आएको हामी। मेरो सिर्जना साथीलाई चाहिँ मम्मीले याद गरिरहनु भएको छ। सिर्जना साथीलाई पनि यो बाटो लिएर आएर देखाउनु पर्ने भन्दै हुनुहुन्छ। यहाँ पहाडको बाटो लड्दै र पढ्दै हिँड्दैछ। लडी त हाल्यो है, ढाडै खुस्क्यो। पहाडको बाटो कति गाह्रो छ र। मामु यस्तो बाटोमा कलेज जान्थे ल, हेर त कति झाडी रहेछ। कति दुःख गरेर पढेको मामुले ल हेरिस है। वाउ साथीहरू, जङ्गलै भए पनि ल हेर्नुहोस्, हरियाली कति राम्रो छ। वाउ साथीहरू, उहाँ पुगिसक्नु भयो मम्मीहरू। म चाहिँ हिँड्न नसकेर पहाडको बाटो नि हिँड्न बिर्सिसकेछ। हेर्नुहोस् त कति गाह्रो भएको छ। छोरा ल यता हेर, मामुको मामा घर कति टाढा रहेछ देख्नु भयो? अल्छी लागिसक्यो। ल हेर्नुहोस् त, फाइनल्ली रोड चाहिँ आइपुग्यो। तर ल हेर्नुहोस् त, वहाँ माथि डाँडामा हो मेरो मामा घर। हो त्यो सबसे माथिको डाँडामा पुग्नुपर्छ। थके लागिसक्यो। साथीहरू, जुगा पनि यो जङ्गलमा हिँडेर जुगा पनि सल्किसकेको छ। अङ्कितको पनि जुगा लागेको छ कि हेर है कतै। हामी चाहिँ त्यो डाँडामा जाँदैछौँ। हो त्यहाँ चाहिँ मेरो मामा घर हो। ठ्याक्कै त्यो डाँडामा पुग्नुपर्छ साथीहरू। साथीहरू, भरिया जस्तै भयो यो पसिनाले आइस। हिँड्न सकिरहेछौ नि? हिँड्नलाई साह्रै गाह्रो भयो नि। सानोमा बरु यही बाटो पनि 10 पाथी धान बोकेर हिँडिन्थ्यो। अहिले रित्तै हिँड्दा पनि हिँड्न नसकिने भइसक्यो। होइन त मम्मी? 15 पाथी बोकेको कान्छीले त्यो डाँडाबाट पानी आउन सुरु गरिसक्यो। अब हामीलाई चाहिँ रुजाउने भयो। लु यो हिँड्न नसकेको बाटो, त्यही माथि पानीले रुजाउँदै रुजाउँदै कसरी पुग्नलाई अझै 1 घन्टा ठ्याक्कै लाग्छ। साथीहरू, बल्ल आधी बाटो आयो। अझै यो डाँडामा पुग्नै छ। मेरो कलेज त झन् यो डाँडाबाट नि अझै अर्को डाँडा जानुपर्छ। ठ्याक्कै 2 घन्टा लाग्छ। हाम्रा साथीहरू अहिले यस्तो स्थितिमा आइसक्यो, पसिनै पसिना। अब घर फर्केर जाने भन्ने स्थितिमा पुगिसके। हामी बुढो मामा माइजूलाई भेट्नलाई यति दुःख गरेर जाँदैछौँ। हाम्रो चाहिँ भाइको बर्थडे छ, त्यही भएर जाँदैछौँ। मेरो छोरोको हाल छन्। उताबाट पानी परिसक्यो। पानी परिसक्यो। पानीले रुजाउँदै रुजाउँदै हिँड्दैछौँ हामी।
म सानोमा नि यस्तै रुच्दै कलेज जान्थेँ। छाता हुन्थ्यो, कहिलेकाहीँ त छाता पनि नओढिकन जान्थ्यौँ। फाइनल्ली साथीहरू हामी चाहिँ मामा घरनिरको डाँडामा आइसक्यौँ। हाम्रो ठुलो मम्मी त्यहाँ आएर बस्नुभएको छ। यस्तो हालतमा अझै मेरो कलेजको बाटो चाहिँ त्यो डाँडामा छ। ल हेर्नुहोस्, त्यो डाँडामा ठ्याक्कै। साथीहरू यो चाहिँ मेरो पहिलाको गाउँको घर हो। ठ्याक्कै यहाँबाट हेर्दाखेरि हो, यो चाहिँ मेरो गाउँको घर हो। फाइनल्ली हामी चाहिँ हाम्रो मामा घर आइसक्यौँ। हाम्रो चाहिँ बर्थडे भयो। हामी चाहिँ बर्थडे मनाउन रेडी हुँदैछौँ। बर्थडे बोयको मोमो हो। साथीहरू हाम्रो चाहिँ यसरी भजन पनि गाइन्छ। यहाँ भजनमा नाच्दै हुन्छ।